तपाईँको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाको? राजतन्त्र किन समाप्त भयो? राजतन्त्र समाप्त हुनै पर्थ्यो जस बेला तपाईहरुलाई राजा बनाउन। मलाई भ्रष्टाचारी भनेर त भने नि त भन्छन् नि, तपाईलाई त सुन तस्कर भन्छन्। सुन काण्डको छानबिन अब अघि बढाउनुहुन्छ। गृहमन्त्री, तत्कालीन गृहमन्त्रीले त आयोगको रिपोर्टै लुकाइदिनु हो, अब सार्वजनिक गर्नुहुन्छ। बिस्तारै हुन्छ कहिले? बिस्तारै हुन्छ। कहिले? यो तिथि मिति गरेर भन्नुपर्छ मैले तपाईसँग। पर्यो नि, जनतालाई नभने कसलाई भन्नुहुन्छ? जनताले मत दिएर तपाईँ मन्त्री हुनु भयो होइन? कति राजा भए? अहिले त झन्डै 1000 जति। कार्यपालिका चाहिँ यो व्यवस्थापिका प्रति सधैँ उत्तरदायी हुनुपर्छ। तपाईँ त यति नालायक रे, प्रधानमन्त्रीलाई लेखा समितिमा बोलाउन पनि सक्नुहुन्न, जबकि राज्य व्यवस्था समितिमा उहाँ गएर जवाफ दिनुहुन्छ अरे। तपाईँ वरिष्ठ नेताहरू हुनुहुन्थ्यो 9 जना, तपाईँ जतापट्टि फर्किदियो, जतापट्टि लाग्दियो त्यो बलियो खेमा बन्थ्यो। तर तपाईँ चाहिँ म मात्रै होइन, तर तपाईँ चाहिँ बाँदरको पुच्छर जस्तो लौरो न हतियारको भूमिकामा रहनुभयो। 5 मिनट बोल्यो, 5 मिनट जान र चाहिँ आउन, अनि भूमिका भन्दाखेरि 5 मिनट। त्यस्तो चाउरिएको मरिच भएर तपाईँ किन बस्ने त? छोडिदिनुहोस् न त्यो सभा। पार छोड। अहिले मैले किन छोड्दैन भने जहिलेसम्म म बस्छु त्यसैसम्म कमसेकम मेरो खर्च पर्छ त त्यसले दिएछ। ए तपाईलाई जनताको करबाट तपाईको घर चल्छ? घर छैन, वामदेव अर्को अन्तर्वार्ता गर्दा तपाईलाई मैले यही देखाएर फेरि सोध्नु नपरोस्। पर्दै पर्दैन। मलाई नेताले बोलेको साँच्चै फुल कमिटमेन्ट हो, विश्वासै लाग्दैन मलाई। यसलाई तपाईलाई बाँच्नलाई, जागिर दिनलाई हामीले किन बोकेर बस्ने त? तपाईलाई निकाल्दिने, ताकत छ भने निकाल्दिने। छोडिदिनुहोस् न, मैले जे योगदान गरेको छु। नेता निकाल्ने ताकत हामी जनतासँग भएको भए मैले काम गरेको छु। कुन अवस्था? नेता भ्रष्ट हुने, नेता मोटाउने, जनता दुब्लाउने, यो अवस्था परिस्थिति होइन। तपाईले भनेर चाहिँ हुन्छ? कस्तो कुरा होइन? बहुमत के हुन्थ्यो गणतन्त्र आएपछि? तपाईहरु बहुमत दिने जस्तो अनुहार छ त तपाईहरुको? म्युजिक तपाई त अब त्यो आत्मज्ञानीलाई आफूले एउटा पश्चाताप र भोलिको सन्ततिले सुख पाओस् भनेर बोल्नुहुन्छ जस्तो लाग्छ मलाई। मैले बोल्दैन, किनकि म पनि त्यही भ्रष्टाचार। तपाईँ यस्तो सबै यो नेगेटिभ कुरा बोकेर कहाँ ल्याउनुहुन्छ? पोजिटिभ सोधेको छु। पोजिटिभ कुरा गर्नु न। तपाईहरु अपराधी जोगाउने, मैले प्रश्न गर्दा नेगेटिभ। सुन तस्कर भन्छौ तिमीले, प्रमाणित गर, मुद्दा हाल भनेर भनेछु मैले। हाल्दैनन् भने, किनभने त्यो तपाईलाई छानबिन गर्नुपर्ने, त्यो निर्णय गर्नुपर्नेहरू पनि पहेँलो सुनदेखि चाहिँ जिब्रो बाहिर निकाल्छन् सर्पले जस्तो। क्या गर्ने चाहिँ हामी जस्ता मान्छेहरू हुन्छन्, त्यस कारणले चाहिँ अनि सबै दोष त्यो मन्त्रीले पाउँछ। अनि तपाईँले भर्खर मन्त्रीले पाउँदैन, मन्त्री जोगिन्छ। किन समात्यो भने किन भनेको त्यही काम गरे होइन? कोलाई? रवि लामिछानेलाई चाहिँ तपाईँको त्यो के अरे समाज अलिक के भनिरहेको छ? केपी ओलीलाई किन नसमात्या? सारा निकाल्छ। केपी ओलीलाई चाहिँ किन नसमात्या भनेको? का कारण राजा हुने व्यवस्था फाल्नु हो, त्यसप्रति पनि सम्मान छ। तर जनताको छोरो जनसेवक हुनुपर्ने, जनताको छोरो त्यो राजा भन्दा पनि महाराजा भन्ने अवस्था बन्यो, यसमा त सम्मान गर्न मिलेन। नट डर्टी गेम होइन, तर यसो भनिदिउँ त्यसो भए डर्टी पुल मेक्स इट होइन। द पोलिटिक्स अफ नेपाल इज डर्टी। अर्को भन्छु, त्यो चाहिँ एकदम पोलिटिकल लिडर्स अफ नेपाल आर डर्टी।